विगतमा योजनाहरू 10 लाखे योजनाले पिरोलेको छ। मलाई पनि त्यसले निद्रा लागेको छैन। सबै मन्त्रालयको सडकको होस्, सिँचाइको होस्, खानेपानीको होस्, सबैतिरको 10 लाखे योजनाले न चाहिँ के छ भने सम्पन्न हुन्छ। 10 लाख गयो, त्यो राज्यको पैसा अब भोलि त्यहाँ निरन्तरता दिने 10 करोड चाहिने ठाउँमा 10 लाख छ, विडम्बना। त्यसकारणले यस्तो किसिमले योजना बनाएर गन्तव्यमा पुगिन्न, यसले विद्रोह नै जन्माउँछ। त्यसकारणले विद्रोहलाई कम गर्न, व्यवस्थापन गर्नलाई मैले अघि त्यही भएर स्थानीय तहसँग चाहिँ के छ भने सिधै त्यही चाहिँ के अरे प्रदेशको मान्य मार्फत काम गर्ने भनेको यस्तो किसिमको टुक्रे बजेट 10, 20 लाख, 50 लाख भन्दा मुनिको बजेट अब बागमती प्रदेशले बनाउँदैन। ढुक्क हुनुहोस्, त्यो स्थानीय तहलाई रकमै हस्तान्तरण गरिदिन्छ। हिजो दिएकोमा अझै थपेर गर्छ। तपाईहरूले हेर्ने हो 10 लाख, 5 लाख, 20 लाखको, 50 लाखसम्मको बजेट। हामीले करोडभन्दा मुनिको हेर्दैनौँ। केन्द्रले चाहिँ 5 करोडभन्दा मुनि हेर्नु पनि हुँदैन। मिनिमम पनि 5 करोड केन्द्रले हेर्ने हो, हामीले करोड हेर्ने हो। आवश्यकताको सिद्धान्तमा त्यही तहबाट जितेको 66 प्रदेश मध्येबाट जितेको मान्यसँग समन्वय गर्ने गरी कार्यविधि बनाएर बरु हामीले चाहिँ 50 लाखसम्मको योजना सिधै चाहिँ गाउँपालिकालाई दियो भने विकासमा एकता गर्नु पर्यो नि। राजनीतिमा त अनेकता हुन सक्छ। त्यसकारण विकासमा गएपछि मान्छे कठोर भएन भने देश बनाउन सकिन्न, निर्दयी हुनु हुँदैन। तर चाहिँ के छैन, लैबरी भएर जताततै यसलाई नि ठिक पार्छु, उता नि ठिक पार्छु, सबैको मन जित्छु भनेर लैबरी भयो भने यता न उता के भने जस्तो हुन्छ। त्यस्तो तरिकाले तपाईँहरू पनि नलाग्नुहोस्।